पाथिभरा मन्दिर ताप्लेजुङको उच्च हिमाली उचाइमा रहेको हाम्रो इतिहास र परम्पराले भरिएको एक पवित्र धाम हो। लिम्बू समुदायले यस क्षेत्रलाई मुक्कुमलुङ भनेर चिन्नुहुन्छ, जहाँ प्रकृति र आध्यात्मिक शक्तिको गहिरो सम्बन्ध रहेको विश्वास गरिन्छ। करिब 3794 मिटरको उचाइमा रहेको यो स्थलबाट कञ्चनजङ्घा हिमालको सुन्दर दृश्य देख्न सकिन्छ। यही कारण पाथिभरा धार्मिक मात्र होइन, प्राकृतिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। एक कथा अनुसार यहाँ चरण गर्दै आएका गोठालाहरूले आफ्ना हराएका भेडाहरू देवीसँग प्रार्थना गरेपछि पुनः भेटे र यही घटनाले पाथिभरा माताप्रतिको विश्वास अझ बलियो बनायो। समयसँगै यो स्थान एक प्रमुख तीर्थस्थलका रूपमा विकसित भयो, जहाँ आज पनि नेपाल, भारत र सिक्किमबाट हजारौं भक्तजन मनोकामना पूरा हुने आशा लिएर आउनुहुन्छ र पाथिभरा माताको आशीर्वाद लिएर फर्किनुहुन्छ। पाथिभरा केवल मन्दिर मात्र होइन, यो इतिहास, संस्कृति, प्रकृति र आस्थाको जीवित सङ्गम हो। जय पाथिभरा माता।